तपाईले कहिले याद गर्नुभएको छ जब तपाईँ कुनै परीक्षा दिन जानुहुन्छ वा स्टेजमा भाषण दिनुअघि अलि डराउनुहुन्छ, तब पेटमा एक प्रकारको अनौठो हलचल हुन्छ जसलाई अङ्ग्रेजीमा बटरफ्लाइज इन द स्टोमाक भनिन्छ। अथवा धेरै तनाव भएको बेला भोकै नलाग्ने वा पेट दुख्ने समस्या भोग्नुभएको छ, यो कुनै संयोग होइन साथीहरू, यो हाम्रो शरीरको त्यो गोप्य प्रणाली हो जसलाई विज्ञानले द सेकेन्ड ब्रेन अर्थात् हाम्रो दोस्रो मस्तिष्क भन्छ। आजको भिडियोमा हामी बुझ्नेछौँ कि कसरी हाम्रो पेटले हाम्रो मुड, निर्णय क्षमता र मानसिक स्वास्थ्यलाई नियन्त्रण गरिरहेको छ। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि आज तपाईँले आफ्नो शरीरको बारेमा एउटा यस्तो सत्य थाहा पाउनुहुनेछ जसले तपाईँको जीवनशैली नै बदलिदिनेछ। नमस्कार, म ख्यामकान्त अर्याल। के तपाईँलाई कहिले यस्तो भएको छ, तनाव हुँदा पेट दुख्ने, डर लाग्दा पेटभित्र अनौठो महसुस हुने वा कुनै निर्णय गर्नु अघि मनले होइन पेटले भन्यो जस्तो अनुभव भएको? यदि भएको छ भने यो केवल संयोग होइन। वैज्ञानिक अनुसन्धानले देखाएको छ कि हाम्रो पेट केवल खाना पचाउने अङ्ग मात्र होइन, यो हाम्रो मानसिक स्वास्थ्य, भावनात्मक अवस्था र निर्णय क्षमतासँग पनि गहिरो रूपमा जोडिएको छ। आजको भिडियोमा हामी बुझ्नेछौँ गट माइन्ड भनेको के हो। मानव शरीर अत्यन्त जटिल प्रणाली हो। हामी सबैले मस्तिष्कलाई शरीरको नियन्त्रण केन्द्र मान्छौँ, तर पछिल्ला दशकहरूमा वैज्ञानिकहरूले एउटा आश्चर्यजनक तथ्य पत्ता लगाए। हाम्रो आन्द्राभित्र करोडौँ स्नायु कोशिकाहरूको जालो छ जसले स्वतन्त्र रूपमा धेरै पाचन प्रक्रियाहरू सञ्चालन गर्न सक्छ र मस्तिष्कसँग निरन्तर संवाद पनि गर्छ। अब चर्चा गरौँ गट माइन्ड भनेको के हो। गट माइन्ड भन्नाले आन्द्रा र मस्तिष्क बीचको गहिरो सम्बन्ध बुझिन्छ। हाम्रो पाचन प्रणालीमा रहेका स्नायुहरूको विशाल सञ्जाललाई एन्टेरिक नर्भस सिस्टम ENS भनिन्छ। यसमा करिब 50 करोडभन्दा बढी स्नायु कोशिकाहरू रहेको अनुमान गरिन्छ। यिनले पाचन प्रक्रियालाई व्यवस्थित मात्र गर्दैनन्, बरु मस्तिष्कलाई पनि निरन्तर सूचना आदान प्रदान गर्दछन्। यस सम्पर्कलाई गट ब्रेन एक्सिस भनिन्छ। यसै कारण वैज्ञानिकहरूले आन्द्रालाई सेकेन्ड ब्रेन अर्थात् दोस्रो मस्तिष्क भन्न थाले। कुरो बुझौँ, दोस्रो मस्तिष्क भनेको के हो, किन यसलाई दोस्रो मस्तिष्क सेकेन्ड ब्रेन भनिन्छ र कसरी स्वस्थ आन्द्राले तपाईँको जीवन परिवर्तन गर्न सक्छ त। हाम्रो मुख्य दिमाग त टाउकोमा छ, तर हाम्रो पाचन प्रणाली गटमा पनि एउटा आफ्नै सानो दिमाग हुन्छ। चिकित्सा विज्ञानको भाषामा यसलाई एन्टेरिक नर्भस सिस्टम ENS भनिन्छ। तपाईँलाई पत्याउन गाह्रो होला, तर हाम्रो पेटमा झन्डै 10 करोड 100 मिलियन भन्दा बढी न्युरोन्स वा स्नायु कोषहरू हुन्छन्। यो सङ्ख्या हाम्रो मेरुदण्ड स्पाइनल कर्डमा हुने न्युरोन्स भन्दा पनि धेरै हो। यो दोस्रो मस्तिष्कले तपाईँको लागि गणितका हिसाब त गर्दैन, तर यसले मुख्य दिमागसँग 24 घण्टा सिधा संवाद गरिरहन्छ र यो संवाद गराउने मुख्य राजमार्गको नाम हो भेगस नर्भ्स। यो एउटा यस्तो नसा हो जसले हाम्रो मस्तिष्क र पेटलाई सिधै जोड्छ। त्यसैले त पेट गडबड हुँदा दिमागले काम गर्दैन र दिमाग तनावमा हुँदा पेट खराब हुन्छ। अब कुरा गरौँ गट र ब्रेन कसरी कुरा गर्छन् त। गट र ब्रेन बीच सूचना आदान प्रदान 4 मुख्य माध्यमबाट हुन्छ। पहिलो हो भेगस नर्भ। यो मस्तिष्क र पेट जोड्ने मुख्य स्नायु हो। यसले दुवै दिशामा सूचना पठाउँछ। दोस्रो छ गट माइक्रोबायोम। हाम्रो आन्द्रामा खरौँ लाभदायक जीवाणुहरू बस्छन्। यी जीवाणुले खाना पचाउन, भिटामिन बनाउन, प्रतिरक्षा प्रणालीलाई सहयोग गर्न, मानसिक स्वास्थ्यसँग सम्बन्धित केही जैविक प्रक्रियामा योगदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। तेस्रो छ हर्मोन्स। आन्द्राले विभिन्न हर्मोनहरू उत्पादन गर्छ, विशेष गरी सेरोटोनिन शरीरमा ठुलो मात्रामा आन्द्रासँग सम्बन्धित हुन्छ। सेरोटोनिन पाचन प्रक्रियामा महत्त्वपूर्ण हुन्छ र शरीरको समग्र जैविक सन्तुलनसँग पनि सम्बन्धित छ। चौथो छ इम्युन सिस्टम। शरीरको प्रतिरक्षा प्रणालीको ठुलो हिस्सा आन्द्रासँग सम्बन्धित हुन्छ। यदि आन्द्रा स्वस्थ छ भने समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ। खुसीको हर्मोन र पेटको सम्बन्ध। द सेरोटोनिन कनेक्सन। हामीलाई खुसी राख्ने, मुड फ्रेस बनाउने र राम्रो निद्रा लाग्न मद्दत गर्ने एउटा हार्मोन हुन्छ जसको नाम हो सेरोटोनिन, जसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ। अब एउटा रोचक कुरा सुन्नुहोस्। धेरैलाई लाग्छ यो हर्मोन दिमागले बनाउँछ, तर वास्तविकता के हो भने हाम्रो शरीरमा बन्ने कुनै सेरोटोनिनको 90% भन्दा बढी हिस्सा हाम्रो पेटमा बन्छ। हो, तपाईँले सही सुन्नुभयो। हाम्रो पेटमा ट्रिलियनौँको सङ्ख्यामा सूक्ष्म जीवहरू हुन्छन्। यसलाई हामी गट माइक्रोबायोम
भन्छौँ। यी असल ब्याक्टेरियाले नै यो खुसीको हर्मोन उत्पादन गर्न मुख्य भूमिका खेल्दछन्। यसको मतलब यदि पेटका ब्याक्टेरियाहरू दुखी छन् भने तपाईँ कहिल्यै मानसिक रूपमा खुसी हुन सक्नुहुन्न। अब कुरा गरौँ खराब गट हेल्थका लक्षणहरू, साइन्स अफ अनहेल्दी गट। त्यसो भए हामीले कसरी थाहा पाउने त कि हाम्रो यो दोस्रो मस्तिष्क वा गट हेल्थ खराब भइरहेको छ? यसका केही स्पष्ट लक्षणहरू छन्। पहिलो, लगातार ग्यास बन्ने, पेट फुल्ने, कब्जियत वा पखाला लाग्ने समस्या। दोस्रो, जति बेला पनि गुलियो वा जङ्क फुड खान मन लाग्ने, काविक्स। तेस्रो, पर्याप्त सुत्दा पनि दिनभर अल्छी लाग्ने र ऊर्जाको कमी महसुस हुने। चौथो, बिना कारण मुड स्विङ्स हुने, सानो कुरामा पनि चिन्ता वा रिस उठ्ने। र पाँचौँ छ छालामा ससाना दाना वा एलर्जी आउने। यदि तपाईँमा पनि यी लक्षणहरू छन् भने सम्झनुहोस् तपाईँको दोस्रो मस्तिष्कले तपाईँलाई मद्दतको लागि गुहार मागिरहेको छ। यदि आन्द्राको सन्तुलन बिग्रियो भने धेरै मानिसहरूले अनुभव गर्न सक्छन् कि पेट फुल्ने, कब्जियत हुने, पाचन समस्या, थकान, ध्यान केन्द्रित गर्न कठिनाइ। कतिपय अनुसन्धानले आन्द्राको माइक्रोबायोम र मानसिक स्वास्थ्यबीच सम्बन्ध हुन सक्ने सङ्केत गरेका छन्, तर यसले कुनै एक व्यक्तिमा निश्चित रूपमा मानसिक रोग निम्त्याउँछ भन्ने अर्थ भने होइन। मानसिक स्वास्थ्यमा आनुवंशिक, सामाजिक, मनोवैज्ञानिक वा अन्य धेरै कारकहरूको भूमिका हुन्छ। पेट स्वस्थ राख्ने र दिमाग चम्काउने उपायहरू। हाउ टु हिल युर गट। अब चिन्ता नगर्नुहोस्, आफ्नो यो दोस्रो मस्तिष्कलाई स्वस्थ राख्न र मानसिक रूपमा बलियो बन्न हामीले धेरै ठुलो काम गर्नु पर्दैन। केवल यी 4 कुरामा ध्यान दिए पुग्छ। पहिलो हो प्रोबायोटिक्स र प्रिबायोटिक्स। हाम्रो पेटका असल ब्याक्टेरियाहरूलाई बचाउन घरमै बनेको ताजा दही, मही वा गुन्द्रुक जस्ता फर्मेन्टेड खानाहरू अमृत समान हुन्। यसै गरी हरिया तरकारी, केरा र लसुन जस्ता फाइबरयुक्त खानाले यी ब्याक्टेरियाहरूलाई बलियो बनाउँदछन्। दोस्रो, जङ्क फुड र चिनीलाई नो भन्नुहोस्। धेरै प्याकेटका खानेकुरा, मैदा र बढी चिनीले पेटका खराब ब्याक्टेरियालाई बढाउँछन्, जसले सिधै हाम्रो दिमागलाई तनावमा धकेल्छ। तेस्रो कुरा छ राम्रो निद्रा र तनाव व्यवस्थापन। कम सुत्दा वा धेरै तनाव लिँदा पेटमा एसिडिटी बढ्छ। त्यसैले दैनिक 7-8 घन्टाको निद्रा र कम्तीमा 10 मिनट ध्यान वा प्राणायाम गर्नुहोस्। चौथो, पर्याप्त पानी पिउने। पानीले पाचन प्रक्रियालाई मात्र सफा राख्दैन, यसले पेटको भित्री पत्रलाई पनि सुरक्षित राख्छ। अझ सरल भाषामा भन्नुपर्दा गट स्वस्थ राख्ने केही उपायहरू। 1. फाइबर धेरै खाने, जस्तै फलफुल, हरियो साग, ओट्स, दाल, सम्पूर्ण अन्नहरू। 2. प्रोबायोटिक खाने, जस्तै दही, किण्वित फर्मेन्टेड खाद्य पदार्थ। 3. प्रिबायोटिक खाने, जस्तै केरा, लसुन, प्याज। 4. प्रशोधित प्रोसेस्ड खाना कम गर्ने, जस्तै धेरै चिनी, जङ्क फुड, सफ्ट ड्रिङ्क आदि। 5. पर्याप्त पानी पिउने, दिनभरि शरीरलाई हाइड्रेट राख्नुहोस्। नियमित एक्सर्साइज गर्नुहोस्, हिँड्ने गर्नुहोस्, योग, साइकल, हल्का व्यायाम। 7 नम्बरमा छ स्ट्रेस म्यानेजमेन्ट। ध्यान गर्नुहोस्, मेडिटेसन गर्नुहोस्, गहिरो श्वास लिनुहोस्, राम्रो निद्रामा पुरा गर्नुहोस्। वैज्ञानिक अनुसन्धानले के भन्छ त? विश्वभरि गट ब्रेन सम्बन्धबारे व्यापक अनुसन्धान भइरहेको छ। हालसम्मका अध्ययनहरूले देखाएका छन् कि आन्द्रा र मस्तिष्कबीच दुईतर्फी सञ्चार हुन्छ। स्वस्थ आहारले आन्द्राको माइक्रोबायोमलाई सकारात्मक रूपमा प्रभाव पार्न सक्छ। आन्द्राको स्वास्थ्य र मानसिक स्वास्थ्य बीच गहिरो सम्बन्ध रहेको हुन्छ। तर पनि यस विषयमा अझै धेरै अनुसन्धान जारी छ। उपचार सम्बन्धी निष्कर्षहरू व्यक्ति अनुसार फरक हुन पनि सक्छन्। त्यसैले गट स्वास्थ्य राम्रो राख्नु समग्र स्वास्थ्यको एउटा महत्त्वपूर्ण पक्ष हो। आज हामीले सिक्यौँ गट माइन्ड भनेको के हो, किन गटलाई दोस्रो मस्तिष्क भनिन्छ, गट ब्रेन एक्सिसले कसरी काम गर्छ, स्वस्थ गटका लागि अपनाउनु पर्ने दैनिक बानीहरू के हुन्। याद राख्नुहोस्, स्वस्थ आन्द्रा भनेको केवल राम्रो पाचन मात्र होइन, स्वस्थ जीवनशैलीको एक महत्त्वपूर्ण आधार पनि हो। यदि तपाईँ आफ्नो शरीर र मन दुवै स्वस्थ राख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो गट हेल्थको ख्याल राख्न सुरु गर्नुहोस्। भनिन्छ नि, जस्तो अन्न त्यस्तै मन। हाम्रा पुर्खाहरूले वर्षौँ पहिले भनेको यो कुरालाई आज आधुनिक विज्ञानले पनि प्रमाणित गरिदिएको छ। त्यसैले आफ्नो मानसिक स्वास्थ्यलाई सुधार गर्नु छ भने आजैदेखि आफ्नो पाचन प्रणाली र खानपानमा ध्यान दिन सुरु गर्नुहोस्। तपाईँको पेट खुसी भयो भने तपाईँको दिमाग आफै खुसी र तेज हुनेछ।
तपाईँलाई आजको यो जानकारी कस्तो लाग्यो? के तपाईँ पनि पेट गडबड हुँदा तनाव महसुस गर्नुहुन्छ? आफ्नो अनुभव तल कमेन्ट बक्समा पक्कै सेयर गर्नुहोला। भिडियो मन परेमा एउटा सानो लाइक गरिदिनु होला र यस्तै उपयोगी ज्ञानवर्धक भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेट्नेछौँ। तबसम्मका लागि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। हस्त धन्यवाद।